मलाई अँध्यारो मन पर्छ। जबदेखि टुकीमा सफाचट देखिएका अक्षरहरू आँखाबाट बिस्तारै धुमिल हुँदै बिलाएर गए। जबदेखि टुकीमा सफाचट देखिएका अक्षरहरू आँखाबाट बिस्तारै धुमिल हुँदै बिलाएर गए। जबदेखि दियालो निभाएर घाम बोकेर आएकाहरूले अमृतको घडाबाट जहर पिलाएर गए, तबदेखि मलाई अँध्यारो मन पर्छ। जबदेखि जुनको उज्यालोसँगै आँगनको बीचमा गजेराभरि बसेर बात मारिरहेका हँसिला अनुहारहरू घामझैँ उज्यालोमा पनि एक्ला उदासी अनकन्टार देखिए। जबदेखि मैले खेलेका सबै खेलहरू कुटुनी बुढी झैँ विलुप भएर गए। काँचो आँप, अमिला बयरहरूको स्वाद, गुराँस र पानी अमलाको माला, बन्चरीका भाकाहरू, रोमाञ्चक दन्त्य कथाहरू, ती सबै तबदेखि मलाई अँध्यारो मन पर्छ। जबदेखि जुन किरीको उज्यालोमा हामीले हाम्रो उमेरभरि गाएको गीत, शब्द, लय, भाका अनि भाव, धान नाच्दै गर्दा, देउडा गाउँदै गर्दा, पानी भर्दै गर्दा पँधेरीमा, साँगो तर्दै गर्दा अँधेरीमा, मेलापातमा, उकालो ओह्रालोमा एउटै शिरफुल दिएर मन मुटु सुम्पिएर, तगारोमा रुमाल राखेर फर्किआऊ है भन्दै देउराली भाकेर, खै कसो थाहै नपाई गाँसिएको युग युग बाँचिरहने अजर अमर प्रेत यो उज्यालोको घेरामा फिक्का फिक्का देखेँ। मैले वर्तमानको अस्तु सेलाउँदै मुटु दह्रो पारेर लेखेँ, मलाई अँध्यारो मन पर्छ। कता कताबाट थोपरिएको उज्यालोमा म गीत मरेको देख्छु। न अङ्कुराउँदै विषादीले म प्रीत मरेको देख्छु। धिपधिपे धिप्री नै किन नहोस्, मलाई त क्रियापुत्री रुङ्नेहरूको अनुहारमा समवेदना पढ्नु छ। धिपधिपे धिप्री नै किन नहोस्, मलाई त क्रियापुत्री रुङ्नेहरूको अनुहारमा समवेदना पढ्नु छ। विवाहमा जन्ते भोज नखाएसम्म, मलामीमा चिपखाली नआएसम्म, मलाई त मेरा छिमेकीहरूको सयलमा रमाउनु छ, रुनु छ। खै कस्तो उज्यालो हो यो, खै कस्तो उज्यालो हो यो, जहाँ आफ्नै छाया पनि भागेर हिँड्न खोज्छ। खै कस्तो उज्यालो हो यो, जहाँ मनभित्रको मसान जागेर हिँड्न खोज्छ। जब मैले अनुभव गरेँ कि तिमीले भनेको उज्यालोमा आफूले आफैलाई छोएर डराउनु पर्ने रहेछ, जब मैले अनुभव गरेँ कि तिमीले भनेको उज्यालोमा आफूले आफैलाई छोएर डराउनु पर्ने रहेछ, आँखामा मन पढ्ने मान्छेलाई पनि केही सुनाउनकै लागि चिच्याउनु पर्ने, कराउनु पर्ने रहेछ, तब तिम्रा हजार अनुरोधको समाधिमाथि टेकेर मैले सबैले सुन्ने गरी भनेको छु। तब तिम्रा हजार अनुरोधहरूको समाधिमाथि टेकेर मैले सबैले सुन्ने गरी भनेको छु, मलाई अँध्यारो मन पर्छ।